तिमीले मलाई रोज दिएको दिन पानी आउँदैन बरफ पर्छ सिलगढीमा हम साथ साथ है अब चाहिँ नेक्स्ट लोकेसन पुग्यो हामी त्यहीँ जाँदैछौँ फोटो यत्रो लामो सिँढी देखाउँछु ल कत्रो छ हामी डुवर्सको होला यस्तो लामो सिँढी हिँड्नु पर्दा त कहाँ हो अन्त है भाइ यत्रो लामो सिँढी हिँड्नु पर्दा त है साह्रो रहेछ घुम्नु पनि है के अरे कम्ता लामो छैन त सिँढी त अब कहाँ छ के अरे दौडेर जाउँ न त यो जग्गा दार्जिलिङ जू जुल्यान्डहरू मलाई बोक भन्दैछ यहाँ बिचारालाई बोक्नु त भनेर दादा खतम छ तिम्रो दादा सक्दैन रहेछ तिम्रो बोक्नु अब चाहिँ औकाल है बुढा तिमीले मलाई रोज दिएको दिन पानी आउँदैन बरफ पर्छ सिलगढीमा सोच त रेकर्ड छ नि फेरि एउटा नदिएको बरफ स्नोफल हुन्छ रेकर्ड छ केही नदिएको दिलवाला पनि रहेछ दिल सेपमा तिमीलाई याद छ मलाई कहिले दिएको थियो लास्ट रोज रोज दिनु गोवामा दिएको बिर्स्यो गोवामा त त्यहाँ आउँथ्यो दिएको थियो त जे पनि दियो गोवामा तिमीलाई त मुम्बईमा दिएको थियो मुम्बई थाक्यो अझै उकालै छ क्या यो के हो एकैचोटि लेखेछ त के लेखेछ जू आइपुग्यो हामी चाहिँ अब यहाँ चाहिँ घुम्नु पर्ने चाहिँ यो एनिमल्सहरू रहेछ है अब भित्र गएर चाहिँ यिनीहरू देख्ने रहेछ हामी पर पर्सन 110 रहेछ आमा यत्रो तिरेर पोस्नु यो हेरेछ हकुना मटाटा हेरेको यसको हकुना मटाटा हो यो यसको मुगली होइन यसको पिक्चर के पो पिक्चरको नाम होइन हकुना मुफासा हकुना त्यही हो हेरेको त्यसले गर्दा हकुना मटाटा भन्ने क्या मिनिङ चाहिँ त्यसको के अरे अल इज वेल रहेछ नि त हकुना मटाटाको मिनिङ चाहिँ के छौ यहाँ चाहिँ मान्छेलाई राखेको क्या के हो यो मार्खोर यहाँ लेखेको रहेछ त मार्खोर is the national animal of Pakistan, a male with his great horns of following the beat. चौरी गाईकै प्रजाति ब्रिड्स त्यसकै ब्रिड्स रहेछ यो चौरी गाईको ब्रिड्स हो आज जन्मरको पनि छुट्टी कति इन्टरटेन गराउनु यिनीहरूलाई भन्दै क्या बाघ होइन यो लेपोट होला अम्बो यहाँ रहेछ यो लेपोट हो यो लियोपोट भन्छ होइन ओए नगर
उनीहरू नि अल्छी भइसक्यो एच यिनीहरू कति हेर्नु आएको छुट्टी भनेर सुते है यो छ त यहाँ च्याम्पियन एट लङ जम्प हेरे The have powerful legs and can jump at far 50 feet as 50 feet. 50 feet भनेको कत्रो हो सोच त साथ साथ है जन्मों के साथ हम साथ साथ है के रहेछ ओरिजिनली देखेको हेर न जन त डेन्जर गर्छ होला यसले एक दिन्छ होला नि पापाहरूले पनि हेर्थ्यो होला नि खै यो बोलाउन हेरेर त्यहाँ यहाँ देखाइदेऊ न अम्बो औ के दामी कलर हो भन जू पनि घुमिसके अब नेक्स्ट लोकेसन अब नेक्स्ट लोकेसन जाने गाडी अब नेक्स्ट लोकेसनमा भेटौँ ल अब चाहिँ हामी नेक्स्ट लोकेसनमा आइपुग्यौँ यहाँको लोकेसन चाहिँ के अरे बोल्छौ दार्जिलिङ यस्तो मजाको झर्ना रहेछ ए माथि ऊ झर्नै रहेछ नि त देख्दैछौ ल योबाट चाहिँ बाटो रहेछ खै अलिक ए वेट यहाँ पानी चाहिँ झर्दै रहेछ माथि गएको अब चाहिँ हामी यो जग्गाको नाम चाहिँ म अहिले बताउँछु नेक्स्ट लोकेसन चाहिँ अब यो चाहिँ लास्ट लोकेसन हो हाम्रो यसको बाद चाहिँ हामी जाने हो मिरिक है ए खाना खानु हो बिर्सिरहेको मिरिक त्यहाँ यसको पछि यो कहाँ मिरिक हो यसको पछि मिरिक भनेको नि के अरे खाना पनि खाने र नक्कै भएन खाना खाँदा कहाँ हुन्छ भन न यस्तो के भन्छ यहाँ यस्तो रहेछ है आम्बो यतिको केटा हुनु पर्यो नि त केटा त यतिको हुनु पर्यो नि त यतातिर यस्तो रहेछ अन्त उनीहरूलाई हेर नि लु जम्प गर जम्प गर न जम्प गर हिँड्न गाह्रो लागिसक्यो हामी डुवर्सको मान्छेहरू हिल्स हिँड्नु कति साह्रो पर्छ हिल्सकै मान्छे त यहाँ थाकेर बसिरहेछ हामीले त झन् साह्रो हिँडेकै हो यतिको उ त्यो स्ट्याचु देखेर उसलाई उ त्यो केटीलाई पनि स्ट्याचु नै सोचिरहेको झाँक्री बाजेहरू रहेछ यतातिर अब कहाँ माथि नाजु सक्दैन रहेछ उयो कस्तो मजाको फुल हो टुलिप हो यत्रो माथि आइसक्यो अन्त कहाँ छ तल कहाँ आइसक्यो उयो जस्तो रहेछ सिक्किमको झाँक्री फल्स जस्तो रहेछ बस्ने हो म त बस्ने क्या मेरो त फोनै स्विच अफ भएर चाहिँ त्यहाँ आधा मात्रै सुट गर्नु पाएँ सुट गर्दा गर्दा फोनै स्विच अफ भयो सो अहिले चाहिँ त्यहाँबाट चाहिँ माएर नहाँसेको
अहिले चाहिँ त्यहाँबाट चाहिँ हामी आफ्नो यहाँ मामभेम्मे घर आएको छौँ। सो यहाँबाट चाहिँ यहाँ चाहिँ मैले फोन चार्जमा हालेँ, यहाँ चाहिँ खानापिना खाएँ। अब चाहिँ हामी यहाँबाट निक्लेको। सो कन्टिन्यू चाहिँ नेक्स्ट भ्लगमा हुन्छ ल, हेर्दै गर्नुहोस् होला।